आज नेपाल प्रहरीले रेशमलाल चौधरीलाई हिरासतमा लियो भन्ने खबर छ। सीके राउतको पार्टीसँग आफ्नो पार्टी एकीकरण गरेको घोषणा गर्ने कार्यक्रमबाट चाहिँ नेपाल प्रहरीले रेशमलाल चौधरीलाई हिरासतमा लियो भन्ने खबर छ। मलाई चाहिँ एकदमै ठिक लाग्यो यो। अहिले धेरै जसो राजनीतिज्ञहरू के छन् भने समुदायका नाममा राजनीति गर्ने, जातका नाममा राजनीति गर्ने, कुनै क्षेत्रको हिसाबले राजनीति गरेर विभिन्न तरिकाले आफ्नो राजनीतिक फाइदाका लागि नेपालभित्र एकदमै मिलेर बसिराखेका नेपालीहरू बीच द्वन्द्व बढाउने जस्तो गरिराखेका छन्। तीमध्ये यो सीके राउत र रेशमलाल चौधरी पनि मलाई यस्तै लाग्छन्। हुन दुईटै जना पढे लेखेको एकदमै जुझारु युवा हुन्, तर यिनीहरूको सोच सिङ्गो नेपाल र नेपालीका लागि भन्दा पनि आफू स्पेशल एउटा क्षेत्र, एउटा जात, एउटा समुदाय को मेन इस्यु बनाएर राजनीति गर्ने टाइपको देखे मैले। सीके राउतले धेरै चोटि यस्तो अभिव्यक्ति दिएको थियो कि मधेस राज्य अलग हुनुपर्छ भन्ने अभिव्यक्ति धेरै पटक दिएको सुनिन्थ्यो र त्यो सीके राउतले चाहिँ आफ्नो स्पेशल अलगै किसिमको सेनाहरू बनाएको, आफ्नै नियम कानुन लाग्छ भन्ने टाइपको त्यस्तो कुराहरू गरिराखेको मिडिया मार्फत देखिन्थ्यो। रेशमलाल चौधरी पनि स्पेशल थारू समुदायलाई मेन इस्युका रूपमा देखाएर मेन थारू समुदायको नाम लिएर राजनीति गरिराखेका थिए। यस्तै देखिन्थ्यो। यो दुईजनाको पार्टी एकीकरण भएर नेपाल र नेपाली जनताका लागि केही हुन्थ्यो जस्तो मलाई लाग्दैन। उल्टै यिनीहरूले देशभित्र द्वन्द्व बढाउने कुराहरूमा जोर दिने थिए र दिन्छन् जस्तो मलाई लाग्छ। धेरैजना छन्, कतिपय कुनैले चाहिँ अहिले स्पेशल एउटा जातको नाममा राजनीति गरिराखेको छ, कुनै भेगीय रूपमा चाहिँ राजनीति गरिराखेका छन्, कुनै एउटा स्पेशल समुदायको नाममा राजनीति गरिराखेका छन्। यस्तो नेपालको संविधानलाई नमान्ने, नेपाल टुक्र्याउन खोज्ने, अलग राज्य हुनुपर्छ भनेर त्यस्तो टाइपको अभिव्यक्ति दिने यस्ता मान्छेहरूलाई चाहिँ लगम लगाउनु पर्छ जस्तो मलाई लाग्छ। आज रेशमलाल चौधरीलाई जुन मान्छेको पहलमा होस् या नेपाल सरकारको पहलमा होस्, जुनसुकै पहलमा भए पनि उनलाई हिरासतमा लियो। मलाई चाहिँ